बिग गेम फाइनलको कुरा गरौँ अब होइन सो इन्डिया भर्सेस न्युजिल्यान्ड अहमदाबादमा फाइनल हुन गइरहेको छ झन्डै नपुग्ला जस्तो लागेको थियो होइन इन्डिया बट फाइनली इन्डिया पनि पुगेको छ अब न्युजिल्यान्ड त अब प्राय जस्तो होइन जस्तो उनीहरूको नर्मल्ली बायोलेटरल सिरिज भए पनि फाइनल त प्राय जस्तो पुगिरहेको हुन्छ न्युजिल्यान्ड आइसिसी ट्रफीमा होइन अस्ति च्याम्पियन्स ट्रफीमा पनि पुगेकै हो होइन सो सेमी फाइनल त न्युजिल्यान्डको लागि इट्स लाइक अ कप अफ टी होइन एक्ज्याक्टली पुगि नै रहेको हुन्छ अनएक्सपेक्टेडली पुगिदिन्छ क्या सो वी आर गोइङ टक अबाउट स्ट्रेन्थ विकनेस होइन यो अब न्युजिल्यान्डको के छ इन्डियाको के छ त्यो बारे हेरौँ होइन अब इन्डियाबाट सुरु गर्दाखेरि चाहिँ होइन अब सायद वरुण चक्रवर्तीको लागि चाहिँ अब चाहिँ कुरा गर्ने बेला भइछ होइन हरेक गेममा देखाइरहेको छ होइन लाइक यो जुन यो सुपर हिट भयो नि होइन त्यो बेदेखि चाहिँ वरुणले यस्तो लाइक अब बलिङै नराम्रो गरेको हो कि तर ब्याट्सम्यानहरूले चाहिँ आई थिङ्क रिड गरे भेरिएसन्सहरू लिड गरे जस्तो लाग्यो क्या मलाई अनि अलिकति सर्ट पनि भयो अलिकति पेसमा पनि फालिरहेछन् क्या हाम्रो अलिकति एयर टाइम दिएको छैन जस्तो लागिरहेछ मलाई हिजो पनि एकदमै धेरै चुटाइ खाएँ होइन अब हिजो त्यस्तो अब अलिकति गेमै त्यस्तो भएको थियो तर अब आई थिङ्क इन्डियाले चाहिँ मलाई के लाग्छ भन्दाखेरि अब अरू कुनै गेम भएको भए चाहिँ वरुणलाई चाहिँ बाहिर निकाल्थ्यो होला तर फाइनलमा दे वान्ट टु गो विथ द विनिङ कम्बिनेसन भन्छौँ नि होइन एक्ज्याक्टली मलाई पनि त्यही लाग्छ वरुणको अब लाइक त्यो रिड गर्न थाल्यो होला क्या ब्याट्सम्यानले होइन सो एक्सपोज त भइहाल्छ होइन एउटा टाइममा पुगेपछि होइन अनि अर्को पनि तैँले भने जस्तै होइन आई थिङ्क द्याट यो कम्बिनेसन चेन्ज गर्दैन होला इन्डियाले किनकि होइन इट्स नट नेसेसरी छैन नि त अब जितिरहेकै छ होइन अब के थाहा त अब फाइनलमा त राम्रो गेम हुन सक्छ ग्राउन्ड छ ग्राउन्ड पनि डिफरेन्ट हो होइन बिग ग्राउन्ड हो होइन अनि बिग ग्राउन्डमा चाहिँ अब लाइक सर्ट्सहरू अब जस्तो वाङ्केडेमा छक्का जाने अहमदाबादमा छक्का जाँदैन क्याचहरू पनि हुनसक्छ अब त्यही भएर चाहिँ आई थिङ्क इन्डिया चाहिँ विनिङ कम्बिनेसनसँगै बस्छ जस्तो लाग्छ मलाई यार अब अर्को यतातिर हेर्ने हो भने चाहिँ होइन उसको कुरा गर्ने हो भने अभिषेक शर्मा होइन राम्रो फर्मै गएको छैन तर इन्डियाको लागि के राम्रो भइरहेको न सुरुमा अभिषेक ल्यायो त्यसपछि ईशान किशन ल्यायो अब अहिले सञ्जु स्यामसङ ल्यायो एक्ज्याक्टली यो एउटा ब्लेसिङ इन डिस्गाइज भएको छ क्या सञ्जु स्यामसङको इन्क्लुजन चाहिँ किन भन्दाखेरि चाहिँ राइट लेफ्ट कम्बिनेसन पनि भयो होइन अब पहिला चाहिँ के थियो भन्दाखेरि ईशान किशनले एउटा गेममा आएर पाकिस्तानसँग बब्बाल खेल्थ्यो होइन अनि त्यस कारणले लेफ्टी ब्याट्सम्यानलाई चाहिँ उयो ओपनिङ गराएको थियो होइन तर अब अभिषेक शर्माको फर्मै छैन कन्फिडेन्सै जिरो छ अभिषेक शर्माको भनेपछि तर सञ्जुले चाहिँ उठाइदिइरहेको छन् क्या दुईवटा गेम भइसक्यो एक्ज्याक्टली अब जुन मेन गेमहरू हुन्छ नि त्यसमा चाहिँ सञ्जुले यस्तो राम्रो खेलेका छन् कि होइन त्यही भएर चाहिँ इन्डियालाई चाहिँ यो चाहिँ एउटा कम्फर्ट पोजिसन भयो क्या राइट र लेफ्ट कम्बिनेसन पनि भयो जस्टिस फर सञ्जु भन्दै होइन बट सञ्जु हेज पर्फर्म सो वेल क्या एक्ज्याक्टली सो चेन्नाई सुपर किङ्सको लागि पनि यो राम्रो कुरो हो तर राम्रो कुरो त जेकब बेथल आरसिबीको लागि पनि होला जेकब बेथल आरसिबीको लागि पनि हो अब बिङ आरसिबी फ्यान है जेकब बेथलको इनिङ्स त नेक्स्ट लेभलको इनिङ्स हो खेलेको त्यो अब राम्रो त अब केकेआरको लागि पनि भएको छ होइन किनभने फिन एलेन टिम साइफोर्ड दुईटै ओपनर होइन साउथ अफ्रिकाको 170 रन 12 ओभरमै चेज गर्दैन सोचेकै थिएन नर्मली यस्तो भन्थ्यो नि साउथ अफ्रिका चोकर्स ड्रोग्बा पनि भने नि त होइन चोकर्स हो अरे साउथ अफ्रिका होइन यो त चोक गरेको होइन यो त पुरै त्यो कलरबाट तानेर दाँत झारेर घिसाएर माटोमा रगडेर छोड्दै यस्तो थ्र्यासिङ डिफिट हो क्या यो एक्सपेक्टेडै थिएन साउथ अफ्रिका जस्तो टिम इन्डियालाई पनि जितेको होइन होममा दोबिहाल्यो इन्डियाले यस्तो राम्रो टिम अलराउन्डिङ पुरै टिम त्यो न्युजिल्यान्डको त्यो खोइ बलिङ पनि त्यस्तै दामी ब्याटिङ त नेक्स्ट लेभलको थियो क्या त्यो फिनालेनको चाहिँ 33 बल्समा 100 भनेको जोक होइन नि 300 को स्ट्राइक रेट छ एबी डिभिलियर्सले एक जमानामा कति 30-35 बलमा ओडिआईमा ल त्यतिखेर त ल वर्ल्ड रेकर्ड भनेर कस्तो भएको थियो तर अहिले फिनालेनको हेर्दाखेरि त ड्याम नेक्स्ट लेभलको पर्फर्मेन्स छ त्यही भएर फाइनलमा चाहिँ बवाल गेम हुँदैछ किन भन्दाखेरि बुमरा भर्सेस फिनालेन त्यो त हेर्न बवालले मजा आउने भयो वर्ल्ड क्लास बलर भर्सेस इनफर्म ब्याट्सम्यान हो क्या होइन फिनालेन पनि टिम साइफर्ड पनि त्यस्तै रविन्द्र पनि फर्ममा छ क्या न्युजिल्यान्डमा जस्ट मजा आएगा भाइ एकदम फाइनल चाहिँ आई थिङ्क अब अनएक्सपेक्टेडली अब मान्छेहरूले भन्छन् होइन न्युजिल्यान्ड अलिक अनएक्सपेक्टेड भयो भनेर किनभने तर उनीहरूले जितेर आएको हो नि त होइन जितेर आएको साउथ अफ्रिका जस्तो टिमलाई जित्नु भनेको नट अ जोक है होइन टेस्ट प्लेइङ नेसनलाई नै जिते आएको मजाले आएको भनेपछि इन्डिया न्युजिल्यान्ड राम्रो फाइनल भइरहेछ है अब अहमदाबादमा नरेन्द्र मोदी स्टेडियम 2023 इन्डिया भर्सेस अस्ट्रेलिया खडा आज भी त्यो फेरि त्यो सुन्न चाहिँ नपरोस् होइन म चाहिँ इन्डिया फ्यान हो है म पनि धोनी फ्यान अनि धोनी म त कोहली फ्यान हो है तर अब यसो हेर्दाखेरि है अनलकी स्टेडियम हो क्या इन्डिया धेरै अनलकी हो प्राय जहिले त्यो यस्तो हो अरे क्या यो भन्छ नि मान्छेले आफ्नो खाल्डोमा आफै परायो भन्छ एक्ज्याक्टली हो इन्डिया परायो अरे क्या किनभने त्यो स्पिनिङ बनाएर ट्र्याक होइन त्यो बनाएकै हो नि अहमदाबादको त्यो 22 मै कहिले भयो फाइनल
23 मा भएको 23 मा हैन अस्ट्रेलियासँग अस्ट्रेलियासँग हैन अब त्यसमा पनि स्पिनिङ बनाएर आफ्नो खाल्डोमा आफै डुबेर स्पिन आजकल इन्डियाले खासै राम्रो खेल्दैन हैन अनि आई थिंक दैट यहाँ चाहिँ त्यस्तो नहोस् हैन मलाई के लाग्छ योपालि भने हैन अहमदाबादको ट्र्याक पनि ब्याटिङ फ्रेन्डली हुन्छ 220 230 हुन्छ जस्तो लाग्छ मलाई त हैन अब अहमदाबाद भनेको चाहिँ एउटा के हाम्रो भ्युअर्सहरुलाई भन्दै भन्दाखेरि अहमदाबादमा चाहिँ त्यो पिचहरु चाहिँ लगभग आई थिंक 10 देखि 11 वटा पिच छ के अहमदाबादमा वर्ल्डको धेरै स्टेडियममा त्यस्तो छैन के अनि यो मोडर्न स्टेडियम हो हैन अब यसमा कुन 11 वटा लाइक त्यो उयो छ के खेल्नु पर्यो भने चाहिँ अनि त्यसकारणले चाहिँ अब मलाई चाहिँ बेल्टर अफ अ ट्र्याक बनाउँछ जस्तो लाग्छ ब्याटिङ फ्रेन्डली हुन्छ नि जुन एकदम रन आउँछ अनि तर फाइनलमा ब्याटिङ फर्स्ट गर्ने कि बलिङ फर्स्ट गर्ने अब त्यसमा त अब यस्तो छ अब इन्डियाले टस जित्यो भने त ब्याटिङै फर्स्ट गर्छ होला किनभने नर्मली त पहिले बलिङ गर्न रुचाउँछ तर जुन अघिल्लो गेममा इन्डियाले जुन पिटेको छ इङ्ल्यान्डलाई एक्ज्याक्टली आई थिंक दैट ब्याट फर्स्ट गेट रन्स अन द बोर्ड अनि त्यसपछि प्रेसर क्रिएट गर्न प्रेसर चाहिँ बरु अरु टिमलाई क्रिएट गर्न लाउने क्या तर फेरि अर्को एउटा बिग क्वेशन भनेको न्युजिल्यान्डले जसरी चेज गरेछ नि त्यो कति चाहिँ इनफ हो अब कति चाहिँ इनफ हो 250 हान्यो भने न्युजिल्यान्डले त इजिली चेज गरिदिन सक्छ नि यदि फिनल्यान्डले चल्यो भने त 300 को स्ट्राइक रेटमा हानेको छ हैन अनि फेरि जिमी दाइ पनि छ पछाडी जिमी दाइ पनि छ हाम्रो ओजी जिमी एनपीएल को नेपाली फ्यान्सले मन पराउने एक्ज्याक्टली नेपाली फ्यान्सले एकदम रुचाएको जिमी दाइ पनि हुनुहुन्छ तर इट्स गोना बी क्र्याकर हो फाइनल के हेर्दाखेरि चाहिँ एकदमै हेड टु हेड नेक टु नेक कम्पिटिसन छ अब राम्रो होस् वान साइडेड चाहिँ नहोस् वान साइडेड नहोस् हैन जस्तो इंग्ल्यान्ड जस्तै चाहिँ होस् हैन इंग्ल्यान्ड जस्तै लास्टसम्म ढुक 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 एक्ज्याक्टली लास्टसम्म त इन्डियालाई अब बुमराले त्यस्तो ओभर नफाले भए हार्दिक पाण्डेले त्यस्तो ओभर नफाले भए क्लच प्लेयर्सले क्लच टाइममा चाहिँ गर्नु पर्यो हैन त ओके सो तीनजना प्लेयर्स टु वाच आउट फर तेरो मेरो प्लेयर्स टु वाच आउट फर नम्बर 1 जसप्रित बुमरा यस त्यो त विदाउट अ श्याडो अफ अ डाउट त्यसपछि नम्बर 2 फिन एलन अनि त्यसपछि सन्जु स्यामसन ओके सो मेरो चाहिँ के भन्दा नम्बर 1 मा फिन एलन हैन नम्बर 2 मा जसप्रित बुमरा नम्बर 3 मा चाहिँ ब्यालेन्सको कुरा गर्छौं हार्दिक पाण्ड्या हो क्लच टाइम क्लच प्लेयर हार्दिक पाण्ड्या हार्दिक पाण्ड्याको ओरा हेर्न यार यस्तो बसेको छ ब्याटिङ गर्न हैन केही कुराको मतलबै छैन बालै छैन के छपरी भन्थे नि त हैन छपरी गेटअपलाई पनि क्लास बनाउने हार्दिक पाण्ड्या हो के एक्ज्याक्टली हिजो हैन मुम्बईमा 1 वर्ष अगाडि के थियो हार्दिक पाण्ड्या बडो आए कि के भने थिए नि हैन हिजो के थाहा छ हिजो त्यो जुन 19th ओभर बलिङ गर्न आए नि यस्तो सबैले हार्दिक पाण्ड्या भनेर कमब्याक भन्छ के एक्ज्याक्टली कमब्याक इज अलवेज ग्रेटर देन द सेटब्याक के हैन जुन रेस्पेक्ट अन गर्छ नि मान्छेले हार्ड वर्क गरेर गर्ने हो के हैन त्यो भनौं न हार्दिक पाण्ड्याले त्यतिखेर गिभ अप गर्दै भए मेन्टली गर्दै भए त खतम हुन्थ्यो नि त हैन एक्ज्याक्टली त्यही त अब इज द गाय के प्रेसरै फिल गर्दैन के ओरा हेर्न जस्तो हार्दिक पाण्ड्या एउटा अलराउन्डर हो के हैन अलराउन्डर मान्छेले 19th द पेनल्टिमेट ओभर वान अफ द मोस्ट इम्पोर्टेन्ट ओभर इन T20 क्रिकेट हैन त्यो गरेर चाहिँ एकदम लाइक त्यो टार्गेट नै लास्ट ओभरमा 30 रन्स बनाउनेको हात भनेको हार्दिक पाण्ड्या र बुमराको हैन त त्यो ब्याटिङ गर्दा पनि हेर्न यस्तो बसेको छ हैन त्यही त यस्तो हेर्दै सेकेन्ड बल यस्तो गरेर टक्क लाएर अपर कट जस्तो टक्क लाएर एक्सप्रेसन छैन हि नोज त्यो चौका छक्का जान्छ हैन त्यो पाकिस्तानलाई त्यो साइब ज्यादा फरान कि बल आउट गर्दा फेरि त्यो फर्स्ट आई थिंक असाइब ज्यादा फरान आउट गर्दाखेरि टक्क लाएर क्याच हुन्छ भने थाहा छ उसलाई यस्तो सिधै मतलबै छैन हैन त्यो अरा हो क्या त्यो प्लेयरको अरा जे होस् हैन कमब्याक शुड बी लाइक हार्दिक पाण्ड्या हो एक्ज्याक्टली तपाईहरु पनि लाइफमा के यस्तो नराम्रो के सेटब्याक्सहरु भएको छ नि अलवेज थिंक अफ हार्दिक पाण्ड्याका कस्तो मान्छेहरुले त्यो यति हेड गर्दाखेरि पनि अहिले त्यो पुरै त्यो वाङ्केडै नै हैन हार्दिक पाण्ड्या हुन्छ दैट इज व्हाई कमब्याक चाहिँ अलवेज ग्रेटर देन द सेटब्याक ओके सो वी आर प्रेडिक्टिङ फर इन्डिया विन हैन सो यहाँसम्म भिडियो हेर्नु भएको छ भने एटलिस्ट सब्स्क्राइब चाहिँ गरिदिनु होला थ्यांक यू सो मच फर वाचिङ